सागर लम्सालको केस हैन कलाकार सागर लम्सालको केस उहाँको अमेरिकामा बलात्कार गरेको गम्भीर आरोप लाग्यो तर उहाँलाई अहिले अभद्रको चाहिँ नै अनुसन्धान गरेर चाहिँ राखिएको छ। कतिले के भन्छन् भने जेल मुक्त भएर आएका व्यक्तिहरूले पनि के भन्छन् भने जबरजस्तीकरणीको मुद्दाहरू चाहिँ धेरै छ अहिले हैन त्यो मुद्दा लागेर बसेका मान्छेहरू धेरै छन् तर 50% मान्छे चाहिँ निर्दोष पनि छन्। 50 छैन सर, मोर देन 90%। यो अलिकति जटिल केस छ। यो केसलाई चाहिँ सुन्नु सागर लम्सालको केस। अब म यहाँ चाहिँ अलि प्रहरीको बारेमा दुईटा कुरा भन्छु है। पहिले नि हामीले जानेको हामी सुरु हुँदाखेरि पनि के हामीले पहिलाको सरकारी मुद्दा सम्बन्धी 2017 थियो जब हामी कलेजमा पढ्थ्यौं। त्यसको एउटा खतरनाक कुरा के थियो भने नि जाहेरी दरखास्त दिने मान्छेले जाहेरी व्यवहारलाई प्रमाणित हुन पुगेन भने आधा सजाय भोग्थ्यो त्यसले। बुझ्नु भएन? आधा सजाय हुन्छ भन्ने बित्तिकै त अब दिँदाखेरि हिम्मत चाहियो। इन्भेस्टिगेसन कसरी हुन्छ मैले कसैलाई जाहेरी दिएर ड्यामेज गर्दै मेरो फुलफिल भएन त्यो मान्छे चाहिँ कन्भिक्ट भनेमा त सजाय पाउने अथवा त्यो दोषी भन्ने देखिएन भने त मै आधाको हुनु पर्यो भने चाहिँ जाहेरी दरखास्त घट्दै गयो। बुझ्नुभयो? मान्छेलाई आँटै पुगेन अनि 49 कोले चाहिँ त्यो सजायलाई हटाइदियो। अब मैले यहाँ के भन्न खोजेको भने नि त्यतिखेरको प्रहरी कसैले केही जाहेरी दरखास्त लिएर आयो यताउति भयो भनेर भन्दाखेरि पहिलो चाहिँ यसको जाहेरी दरखास्त ठिक छ कि छैन भने सुई तीबाट सुरु गर्थ्यो कि हामीले देखेको। बुझ्नु भएन? यो अहिले यो कानुन छ नि यो रेप सम्बन्धी कानुन पहिला सुरुमा यसको कहिले हो त त्यो अवधि रेप हुने बित्तिकै कति दिन भित्रमा चाहिँ उजुरी लिएर जाहेरी दरखास्त लिएर जानु पहिला 35 दिन 35 दिनलाई 6 महिना बनाए 6 महिनालाई 1 वर्ष बनाए 1 वर्ष बनाएपछि पनि यो 75 सालमा 1 वर्ष बनेपछि फेरि पार्लियामेन्टमा चाहिँ हंगामा भएर 1 वर्षलाई 2 वर्ष बनाइदिए। भनेको मतलब कुन बाबा आदम जमानामा चाहिँ तपाईको रेप भयो त्यो म्युचुअल कन्सेन्टमा भयो कि भएकै थिएन भयो भनियो स्ट्याटसको आधारमै गरियो नि त। अनि यहाँ अब यहाँ अहिले यो आउँदाखेरि नि यो कानुनको यत्रो ठुलो मिसयुज भएको छ एकदमै ठुलो। र मैले तपाईलाई अहिले प्रहरीले नि एक छिल्ला कान्छी औला चिमटेको जस्तै गरी कान समात्ने हो र यो के हो भनेर भन्दाखेरि कतिपय हामी भोगेका छौँ कतिपय मुद्दाहरू अब त्यो भन्न हुन्छ हुँदैन तर पैसा लिएर पनि शरीरहरूलाई त्यो सप्लाई गर्ने पनि छन् नि। अब पैसा दिएन भनेर पनि रेप फसाउने कुराहरू पनि छन्। त्यो कुरामा चाहिँ यो जुन अहिले बले भएको छ नि यसो प्राइमा फेसी हेर्दाखेरि चाहिँ कतै नखाएको बिस पो यो मान्छेलाई लाग्यो हो कि जस्तो एउटा के लाग्छ तपाईलाई जाँदा जाँदै सोटकरीमा यो विषयमा? हैन एकदम ठीक हो। यो चाहिँ नि तपाईको बलात्कार भन्ने कुरा नि साँच्चीकै बलात्कार भएको छ भने इमिडिएटली रिपोर्टिङ हुन्छ हैन। पीडित त साँच्चीकै बलात्कारको घटना अहिले लेटेस्ट हेर्ने भने सुर्खेतलाई हेरे हुन्छ हैन। सुर्खेतलाई त्यो बलात्कृत भएकी ती बच्ची चाहिँ नि सडकमा ढलिरहेको छेउमा ढलिरहेको बेलामा लिएर त्यसलाई चाहिँ नि हामी सही साँच्चीकै बलात्कार भएको मान्छौँ। अब घटना भएको छ 1 वर्ष अगाडि पनि अझ नागिसक्यो होला है। अहिले 2075 सालमा 1 वर्ष थियो अहिले पछि 2 वर्ष ल हेर्नुस् अब हैन। यो बलात्कार भन्ने कुरा त यदि साँच्चीकै तपाईलाई बलात्कार भएको हो र चाहिँ पीडितलाई बिहाइन्ड द बार देख्न चाहनुहुन्छ भने इमिडिएटली रिपोर्टिङ हुनु पर्यो। त्यही अहिले टिकटकर के तुलसा अधिकारी के आइराछ अहिले ट्र्याप पहिले अनि उलाई हेर्नुस् त त्यो बार्गेनै गरे नि त। धेरै विकृत समाज चाहिँ नि धेरै विकृत चाहिँ नि उन्मुख गइराछ हैन। अब हामी चाहिँ नि अलि गम्भीर चाहिँ नि हुनुपर्छ र गम्भीरता चाहिँ कानुनलाई अब संशोधन गर्ने कुराहरू यावत कुराहरुमा अलिकति गम्भीरता इन्भेस्टिगेसनमा यो भएको हो कि भनेर दियो भने नि फरक पर्छ।